ग्लेसियर भत्किएको छ तर आवाज ठुल्ठुलो आवाज आउँछ भत्किँदै किनभने यहाँ माटो माथि आइसहरू निरन्तर खस्दै पग्लँदै झन्झन पर जाँदै गएका छन्। खालि ट्रेकिङको त्यो हिमाल चढ्ने बाहेक मान्छे खासै घुम्नु पनि आउने थिएन यहाँ। अनि त्यति बेला आउँदा चाहिँ यो पञ्चकुण्ड भन्ने ताल चाहिँ यहाँ थियो। यो यति बेला चाहिँ सानो सानो 5वटा ताल थियो, पुरै आइस थियो। यो पुरै आइस यो माथिसम्म, यो माथिसम्म थियो। हामी तलबाट आउँदा नि यहीँ माथि हिँडेर माथि बेस क्याम्प माथि पुग्थ्यौँ। पहिला त यो माथि हिँडेर यही आइस माथि हिँडेर। अहिले अब यसरी चाहिँ बिलेर यो निलो ताल भएको छ।